हेलो फ्रेन्ड्स, वेलकम टु आवर फ्यामिली ब्लग। आज चाहिँ हामीहरूले के गर्छौँ त्यो आज हामीहरूले यो भिडियोमा देखाउँदैछौँ। हाम्रो भिडियो दुईचोटि अथवा एकचोटि हेरेर पनि लाइक सब्सक्राइब गरिदिनु होला। तपाईँले हाम्रो फ्यामिली ब्लगलाई माया गरेर साथ सपोर्ट गरिदिनु होला। हामी सधैँ यसरी नै भिडियो बनाउँदै गर्छौँ, हजुरहरू हेरेर लाइक गर्ने काम गर्नु होला। ओके, अब चाहिँ म मामुले देखाउँदैछु। यहाँ मामु चाहिँ यहाँ फुलमा पानी हालिरहेको छ, भाइ चाहिँ यहाँ छ है। यो हाम्रो हाई भन्देऊ। हेलो गाइज भन्ने है। म चाहिँ यहाँ मासु बनाइराखेको छु किनकि माइजूको पिरियड चलिरहेको छ, त्यही कारणले माइजू चाहिँ मिन्स भएछ, त्यही कारण चाहिँ मैले चाहिँ चिची पकाउनु परेको, माछा पकाउनु परेको। अनि हाम्रो चाहिँ स्याहारी कृष्ण चाहिँ यहाँ छ, यहाँ यस्तरी खेलिरहेको छ। अनि आज चाहिँ मैले न्यू वाच किनेको, निसा वाच पसलबाट चाहिँ यो नयाँ घडी किनेको। कस्तो लाग्यो हजुरलाई गाइज? हाम्रो मम्मीले लगाएको फुलबारी हो गाइस। आज पहिलोचोटि पानी चाल्नु उता चाहिँ हाम्रो बाबा भर्खरै खाना खाना आइराख्नु भएको छ। यहाँ चाहिँ मासु पाकिसकेको छ गाइजहरू, हेर्न सक्नुहुन्छ। अनि यता चाहिँ माम छ है, अहिले खोले होइन, मैले खोलेपछि देखाउँदैछु। हापा गर्यो। उहाँ चाहिँ बेबी मासु खाएर पनि बसेको है, मासु पाकेर पनि मासु उहाँ खाना कति हतार कटरमा लिएर खाइ पनि सक्यो। हामी चाहिँ हेरेको हो कि नै। अब चाहिँ बेबीले माम खान लागेको छ। यो चाहिँ बेबीको माम। अब चाहिँ यता बाबाको खाना पनि आइसकेको छ। यता बाबा र बेबी। अब चाहिँ म आफ्नो माम लिन गइरहेको छु। यो मेरो माम। अनि यो माम भयो, यहाँ सब्जी भयो। सो मैले चाहिँ अब खाना बनाइसकेको छु। अनि अब चाहिँ म खाएपछि एकैचोटि देख्नेछु। अब चाहिँ यहाँ माइजूको माम पनि आइसकेको छ। अब चाहिँ हाम्रो चाहिँ अब भोलि फेरि न्यू ब्लग आउने छ। अनि भोलि न्यू ब्लग आउनेछ, सबैले हेरिदिनु, भिजिट गरिदिन्छु होला। अनि आजको ब्लगमा चाहिँ म यति नै भन्न चाहन्छु, लाइक एन्ड सब्सक्राइब गरिदिन्छु होला। ओके त बाई बाई गाइजहरू।